हाम्रो कम्युनिटीमा एनडिआइएस वर्करहरू, डिसेबिलिटी वर्करहरूले चाहिँ कसरी एउटा प्रपर्टी किन्नुहुन्छ र त्यसपछि नम्बर अफ प्रपर्टिज किनिराख्नु भएको छ त? आउनुहोस् न यसकै बारेमा आज कुरा गर्छौँ है। हो, उहाँहरूको कन्ट्र्याक्ट आवर त कम होला, तर ओभरटाइम यति धेरै हुन्छ, शिफ्ट अलाउन्सेस यति धेरै हुन्छ हैन? स्लिप ओभर अलाउन्सेसहरू यति धेरै हुन्छ कि त्यो सबैलाई चाहिँ 100% कन्सिडर गर्ने लेन्डर्सहरू अहिले मार्केटमा आइराख्नु भएको छ। अर्को स्ट्र्याटेजी चाहिँ उहाँहरूको एज सुन एज एउटा प्रपर्टी किन्नुहुन्छ, त्यसपछि त्यो इक्विटी निकाल्नको लागि चाहिँ बेस्ट सुइटेबल लेन्डर्सकोमा गएर चाहिँ म्याक्सिमम इक्विटी निकालेर नेक्स्ट पर्चेजको लागि चाहिँ डिपोजिट चाहिँ त्यही कन्ट्रिब्युट गर्दै हुनुहुन्छ कि। सो यो रिपिटेड भइरहेको छ। हाई इन्कम भनेको नै हाई बोरोइङ हो हैन, र त्यही बोरोइङको आधारमा उहाँहरूले चाँडोभन्दा चाँडो एउटा प्रपर्टी किन्नुहुन्छ र नेक्स्ट इयरै त्यो प्रपर्टीको इक्विटी निकालेर अर्को प्रपर्टीमा चाहिँ एज अ डिपोजिट युज गरिराख्नु भएको छ। सो त्यो रिपिटेड हुँदा हुँदा अहिले चाहिँ मल्टिपल प्रपर्टी उहाँहरूको भइसक्यो। हो, इन्भेस्टमेन्ट प्रपर्टीमा त तपाईँको सबै मेन्टेनेन्सको कुराहरू चाहिँ क्लेम गर्न पाउनुभयो ट्याक्स बेनिफिटको लागि, जस्तो किला ठोकिएको, धारा बनाएको, ब्याङ्कलाई इन्ट्रेस्ट पे गरेको, त्यो सबै क्लेम गर्नुभयो। त्यही कुरा चाहिँ आफ्नो घरमा चाहिँ के गर्न सकिन्छ त ट्याक्स बेनिफिटको लागि? त्यहाँ चाहिँ एउटा स्ट्र्याटेजी छ जसलाई चाहिँ डेब्ट रिसाइक्लिङ भन्छ। हो, तपाईँसँग भएको क्यासलाई चाहिँ त्यो अनर अकुपाइड हाउसको डेब्ट क्लियर गरेर हैन, त्यसपछि इक्विटी निकालेर त्यसलाई चाहिँ इन्भेस्टमेन्ट गरेर, हो त्यो गर्ने प्रोसेसमा चाहिँ तपाईँलाई एउटा राम्रो मोर्गेज ब्रोकरको चाहिँ हेल्प चाहिन्छ। त्यसको लागि चाहिँ मलाई एकचोटि कन्ट्याक्ट गर्नु होला, म अझ तपाईँलाई चाहिँ एभ्री स्टेप चाहिँ थरोली सिकाउँछु।